यो एउटा बारा क्षेत्र नम्बर 4 को सम्पर्क कार्यालय उद्घाटन। यो बारा क्षेत्र नम्बर 4 भन्ने बित्तिकै जितपुर सिमरा उपमहानगरपालिका, भरवानीपुर गाउँपालिका, पर्सौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकाका सम्पूर्ण आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीहरू सहितको क्षेत्र भएको हुनाले यो सम्पर्क कार्यालय हामीले आज उद्घाटन गरेका छौँ। नेकपा एमाले यस्तो अनुशासित पार्टी हो, हामी निर्वाचन आयोगको आचार संहिता भन्दा बाहिर हामी जाँदैनौँ। नगइकन आज भनौँ न हामीले यो सम्पर्क कार्यालय उद्घाटन गरेका छौँ। हामीले 5वटै पालिकाको विस्तारित बैठक र विभिन्न जनवर्गीय सङ्गठनहरूको विस्तारित बैठक गर्दैछौँ र गरिरहेका छौँ। म साथीहरूलाई जुन आज उत्साहका साथ यहाँ उपस्थित हुनुभएको छ, फागुन 21 गतेसम्म हामी नथाकिकन हामीलाई कहीँ केही गर्ने पनि छुट छैन। मैले भन्ने गरेको छु, हामी बिरामी हुने पनि छुट छैन। त्यसकारणले गर्दा हामी सबै एकजुट भएर यो नेकपा एमालेको सूर्यध्वजा वाहक उम्मेदवार म कृष्ण कुमार श्रेष्ठ किसान श्रेष्ठलाई जिताउन जुन साथीहरू उत्साहका साथ लाग्नु भएको छ, म हृदयदेखि नै केन्द्रीय कमिटीको तर्फबाट म उम्मेदवारको तर्फबाट पनि सबै साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र आज यो सम्पर्क कार्यालय गठन गरिसकेपछि सम्पूर्ण कुराहरू हामी यहाँबाट सञ्चालन गर्छौँ। हामी अनुशासित भएर हामी एउटा साँच्चै राष्ट्रियता, राष्ट्रप्रति, सङ्घीयता, संविधानप्रति प्रतिबद्ध भएर लागेको पार्टी भएको कारणले गर्दा हामीले अन्य पार्टी, अन्य उम्मेदवार या कसैलाई पनि होच्याउने, गाली गर्ने हामी कुनै काम गर्दैनौँ। हामी अनुशासित पार्टी हौँ। त्यसकारणले गर्दा सबै साथीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, त्यसै अनुसार हामी अगाडि बढौँ। विजयको यात्रामा हामी अगाडि बढिसकेका छौँ। हाम्रो विजयलाई कसैले रोक्न नसक्ने गरी हामी अगाडि बढिसकेका छौँ। सबै साथीहरूलाई फेरि पनि यो मौसम, जाडोको मौसममा पनि जसरी उपस्थित भएर यहाँ उत्साहपूर्वक उपस्थिति जनाइदिनु भएको छ र यहाँ आउन नभ्याउने साथीहरूलाई पनि आफ्नो ठाउँबाट सक्रियताका साथ लाग्नको लागि हार्दिक अनुरोध गर्दै बिदा हुन चाहन्छु।